नमस्कार अनि हार्दिक स्वागत छ। धेरै पछि आज हामी ऐश्वरसँग भेटघाट भलागुसारी हुँदैछ। हामी सामान्य नास्ता जुस पिउँदै आज गफगाफ गर्दैछौँ। ऐश्वरलाई भेट्दा खुसी लाग्यो। अनि के छ सर तपाईँको हालखबर आज मैले के बित्दैछ दिनहरू? हजुर नमस्कार, एकदम ठिकठाक राम्रै छ। हजुरसँग भेटेर साह्रै खुसी लाग्यो। यसको लागि धेरै धेरै धन्यवाद। आइदिनु भयो भेट्नलाई, टाढैबाट भए पनि। धन्यवाद सर। आज यो ईदको बिदा पनि छ हाम्रो यहाँ। इस्लाम धर्मावलम्बीहरूको एउटा चाड पनि हो। अनि हाम्रो यतातिर फेरि हाम्रो श्रीराम दाई हुनुहुन्छ। दाइलाई ईद बिदा कस्तो लाग्दैछ दाइ? दाइलाई बेसरी लाग्दैछ भन्ने कुरो बुझिनु हाल्नुभयो होला। दाइ चबाउँदै हुनुहुन्छ।